सुरु गरौँ आजको प्रश्नहरू। प्रश्न नम्बर 1, नेपालको संविधान अनुसार मौद्रिक नीति कसको अधिकार क्षेत्र अन्तर्गत पर्दछ? र अप्सनहरू यस प्रकार छन्। अप्सन क मा रहेको छ स्थानीय तह, र अप्सन ख मा रहेको छ प्रदेश, अप्सन ग मा रहेको छ सङ्घ, र अप्सन घ मा रहेको छ सबै तहको। र यसको राइट एन्सर तपाईले 3 सेकेन्ड भित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नु होला साथीहरु। र यसको राइट एन्सर रहेको छ अप्सन ग अर्थात् सङ्घ। नेपालको संविधान अनुसार मौद्रिक नीति सङ्घको अधिकार क्षेत्र अन्तर्गत पर्दछ। अब नेक्स्ट क्वेसन, प्रश्न नम्बर 2, विश्वको सबैभन्दा अग्लो एन्जल झरना कुन महादेशमा पर्दछ? र अप्सनहरू यस प्रकार छन्। अप्सन क मा रहेको छ एसिया, र त्यसैगरी अप्सन ख मा रहेको छ अफ्रिका, र त्यसैगरी अप्सन ग मा रहेको छ दक्षिण अमेरिका, र अप्सन घ मा रहेको छ उत्तर अमेरिका। र यसको राइट एन्सर तपाईले 3 सेकेन्ड भित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नु होला। र यसको राइट एन्सर रहेको छ अप्सन ग अर्थात् दक्षिण अमेरिका। विश्वको सबैभन्दा अग्लो एन्जल झरना दक्षिण अमेरिका महादेशमा पर्दछ। अब नेक्स्ट क्वेसन, प्रश्न नम्बर 3, नेपालको प्रामाणिक समय बेलायतको ग्रिनविच भन्दा कति छिटो छ? अप्सन क मा रहेको छ 4 घण्टा 45 मिनट, र त्यसैगरी अप्सन ख मा रहेको छ 5 घण्टा 45 मिनट, र त्यसैगरी अप्सन ग मा रहेको छ 6 घण्टा 45 मिनट, र अप्सन घ मा रहेको छ 1 घण्टा 45 मिनट। र यसको राइट एन्सर तपाईले 3 सेकेन्ड भित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नु होला। र यसको राइट एन्सर रहेको छ अप्सन ख अर्थात् 5 घण्टा 45 मिनट। नेपालको प्रामाणिक समय बेलायतको ग्रिनविच भन्दा 5 घण्टा 45 मिनट छिटो रहेको छ। अब नेक्स्ट क्वेसन, प्रश्न नम्बर 4, 5 विकास क्षेत्रलाई कहिलेबाट खारेज गरिएको हो? र अप्सनहरू यस प्रकार छन्। अप्सन क मा रहेको छ विक्रम सम्वत 2072 असोज 3 गते, र त्यसैगरी अप्सन ख मा रहेको छ 2074 भदौ 5 गते, र अप्सन ग मा रहेको छ विक्रम सम्वत 2075 चैत्र 29 गते, र अप्सन घ मा रहेको छ 2075 असार 22 गते। र यसको राइट एन्सर तपाईले 3 सेकेन्ड भित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नु होला। र यसको राइट एन्सर रहेको छ अप्सन ग अर्थात् विक्रम सम्वत 2075 चैत्र 29 गते चाहिँ 5 विकास क्षेत्रलाई खारेज गरिएको हो। अब नेक्स्ट क्वेसन, प्रश्न नम्बर 5, क्षेत्रफलको आधारमा प्रदेश 1 को सबैभन्दा ठुलो र सानो जिल्ला कुन हो? र अप्सनहरू यस प्रकार छन्। अप्सन क मा रहेको छ इलाम झापा, र त्यसैगरी अप्सन ख मा रहेको छ ताप्लेजुङ मोरङ, र त्यसैगरी अप्सन घ मा रहेको छ ताप्लेजुङ तेह्रथुम, र त्यसैगरी अप्सन घ मा रहेको छ सोलुखुम्बु सुनसरी। र यसको राइट एन्सर तपाईले 3 सेकेन्ड भित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नु होला। र यसको राइट एन्सर रहेको छ अप्सन ग अर्थात् ताप्लेजुङ तेह्रथुम चाहिँ सबैभन्दा ठुलो चाहिँ ताप्लेजुङ र सानो चाहिँ तेह्रथुम रहेको छ। अब नेक्स्ट क्वेसन, प्रश्न नम्बर 6, अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रधान कार्यालय कहाँ रहेको छ? र अप्सनहरू यस प्रकार छन्। अप्सन क मा रहेको छ टोकियो जापान, र त्यसैगरी अप्सन ख मा रहेको छ लन्डन बेलायत, र त्यसैगरी अप्सन ग मा रहेको छ न्युयोर्क अमेरिका, र त्यसैगरी अप्सन घ मा रहेको छ वासिङटन डिसी अमेरिका। र यसको राइट एन्सर तपाईले 3 सेकेन्ड भित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नु होला। र यसको राइट एन्सर रहेको छ अप्सन घ अर्थात् वासिङटन डिसी अमेरिकामा रहेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रधान कार्यालय चाहिँ वासिङटन डिसीमा रहेको छ। अब नेक्स्ट क्वेसन, प्रश्न नम्बर 7, चीन र भारत दुवैलाई छुने जिल्लाहरू कुन कुन हुन्? र अप्सनहरू यस प्रकार छन्। अप्सन क मा रहेको छ ताप्लेजुङ र दार्चुला, र त्यसैगरी अप्सन ख मा रहेको छ हुम्ला झापा, र त्यसैगरी अप्सन ग मा रहेको छ बाँके बर्दिया, र अप्सन घ मा रहेको छ कैलाली इलाम। र यसको राइट एन्सर तपाईले 3 सेकेन्ड भित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नु होला। र यसको राइट एन्सर रहेको छ अप्सन क अर्थात् ताप्लेजुङ र दार्चुला रहेको छ। दुवै चीन र भारत दुवैलाई छुने जिल्लाहरू चाहिँ, दुवै देशलाई छुने जिल्ला चाहिँ दाता हो है, दाता भनेर सम्झिन सक्नुहुन्छ, दार्चुला ताप्लेजुङ। अब नेक्स्ट क्वेसन, प्रश्न नम्बर 8, अमेरिका कसले पत्ता लगाएका हुन्? र अप्सनहरू यस प्रकार छन्। अप्सन क मा रहेको छ क्रिस्टोफर कोलम्बस, र त्यसैगरी अप्सन ख मा रहेको छ क्याप्टेन कुक, र अप्सन ग मा रहेको छ अब्राहम लिङ्कन, र त्यसैगरी अप्सन घ मा रहेको छ जर्ज वासिङटन। र यसको राइट एन्सर तपाईले 3 सेकेन्ड भित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नु होला।
र यसको राइट एन्सर रहेको छ अप्सन क अर्थात् क्रिस्टोफर कोलम्बसले चाहिँ अमेरिका पत्ता लगाएका हुन्। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 9 टाइटानिक नामक जहाज कहिले दुर्घटनाग्रस्त भएको हो र अप्सनहरू यस प्रकार छन्। अप्सन क मा रहेको छ 14 अप्रिल 1912 र त्यसको अप्सन ख मा रहेको छ 14 मार्च 1914 र त्यसको अप्सन ग मा रहेको छ 14 मार्च 1916 र त्यसको अप्सन घ मा रहेको छ सन् 1920 र यसको राइट एन्सर तपाईँले 3 सेकेन्डभित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नुहोला। र यसको राइट एन्सर रहेको छ अप्सन क अर्थात् 14 अप्रिल 1912 मा चाहिँ टाइटानिक नामक जहाज दुर्घटनाग्रस्त भएको हो। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 10 नेपाल राष्ट्र बैंकका गभर्नरले को समक्ष शपथ ग्रहण गर्ने व्यवस्था छ र अप्सनहरू यस प्रकार छन्। अप्सन क मा रहेको छ राष्ट्रपति र त्यसै गरी अप्सन ख मा रहेको छ प्रधानमन्त्री र त्यसै गरी अप्सन ग मा रहेको छ सभामुख र त्यसको अप्सन घ मा रहेको छ प्रधान न्यायाधीश र यसको राइट एन्सर तपाईँले 3 सेकेन्डभित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नुहोला। र यसको राइट एन्सर रहेको छ अप्सन घ अर्थात् प्रधान न्यायाधीश। नेपाल राष्ट्र बैंकका गभर्नरले प्रधान न्यायाधीश समक्ष शपथ ग्रहण गर्ने व्यवस्था छ। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 11 नेपालमा सबैभन्दा पहिले अभिलेख राख्ने राजा को हुन् र अप्सनहरू यस प्रकार छन्। अप्सन क मा रहेको छ अंशु वर्मा र त्यसै गरी अप्सन ख मा रहेको छ मानदेव र त्यसै गरी अप्सन ग मा रहेको छ वीर शमशेर र त्यसै गरी अप्सन घ मा रहेको छ जुद्ध शमशेर र यसको राइट एन्सर तपाईँले 3 सेकेन्डभित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नुहोला। र यसको राइट एन्सर रहेको छ अप्सन ख अर्थात् मानदेव। नेपालमा सबैभन्दा पहिले अभिलेख राख्ने राजा चाहिँ मानदेव हुन्। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 12 नेपालमा चिया खेतीको सुरुवात गर्ने व्यक्ति को हुन् र अप्सनहरू यस प्रकार छन्। अप्सन क मा रहेको छ गजराज सिंह थापा र त्यसै गरी अप्सन ख मा रहेको छ हिरालाल गिरी र त्यसै गरी अप्सन ग मा रहेको छ हुत्तराम वैद्य र त्यसै गरी अप्सन घ मा रहेको छ मुकेश चालिसे र यसको राइट एन्सर तपाईँले 3 सेकेन्डभित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नुहोला। र यसको राइट एन्सर रहेको छ अप्सन क अर्थात् गजराज सिंह थापा। नेपालमा चिया खेतीको सुरुवात गर्ने व्यक्ति चाहिँ गजराज सिंह थापा हुन्। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 13 एक गाउँ एक उत्पादन कार्यक्रमको सुरुवात कहिलेदेखि भएको हो र अप्सनहरू यस प्रकार छन्। अप्सन क मा रहेको छ सन् 1979 मा जापानबाट र त्यसै गरी अप्सन ख मा रहेको छ सन् 1981 मा बेलायतबाट र त्यसै गरी अप्सन ग मा रहेको छ सन् 1985 चीनबाट र त्यसै गरी अप्सन घ मा रहेको छ सन् 1990 भारतबाट र यसको राइट एन्सर तपाईँहरूले 3 सेकेन्डभित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नुहोला। र यसको राइट एन्सर रहेको छ अप्सन क अर्थात् सन् 1979 मा जापानबाट चाहिँ एक गाउँ एक उत्पादन कार्यक्रमको सुरुवात भएको हो। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 14 कुन गणना कति वर्षमा हुन्छ? राइट एन्सर कमेन्ट गर्नुहोला है साथीहरू। कृषि गणना कति वर्षमा हुन्छ, अनि ख को चाहिँ औद्योगिक गणना कति वर्षमा हुन्छ, ग जनगणना कति वर्षमा हुन्छ, कमेन्ट गर्नुहोला है। र यसको राइट एन्सर रहेको छ अप्सन ख अर्थात् क को 3 कृषि गणना 10 वर्षमा हुन्छ र ख को औद्योगिक गणना चाहिँ 5 वर्षमा हुन्छ र त्यसै गरी अप्सन ग को चाहिँ जनगणना पनि 10 वर्षमा हुन्छ है। अब प्रश्न नम्बर 15 नेपाल सरकारको आर्थिक सल्लाहकार को हुन्छ र अप्सनहरू यस प्रकार छन्। अप्सन क मा रहेको छ राष्ट्रिय वाणिज्य बैंक र त्यसै गरी अप्सन ख मा रहेको छ नेपाल राष्ट्र बैंक र त्यसै गरी अप्सन ग मा रहेको छ नेपाल बैंक लिमिटेड र अप्सन घ मा रहेको छ नेपाल इन्भेस्टमेन्ट बैंक र यसको राइट एन्सर रहेको छ अप्सन ख अर्थात् नेपाल राष्ट्र बैंक। नेपाल सरकारको आर्थिक सल्लाहकार चाहिँ नेपाल राष्ट्र बैंक हुन्छ। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 16 नेपालमा पर्यटक प्रहरीको व्यवस्था कहिले गरियो र अप्सनहरू यस प्रकार छन्। अप्सन क मा रहेको छ विक्रमसम्म 2032 सालमा र त्यसै अप्सन ख मा रहेको छ विक्रमसम्म 2035 सालमा
र त्यसको अप्सन गमा रहेको छ विक्रम सम्वत 2038 सालमा र त्यसको अप्सन घमा रहेको छ विक्रम सम्वत 2040 सालमा। र यसको राइट एन्सर तपाईहरुले 3 सेकेन्डभित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नुहोला। र यसको राइट एन्सर रहेको छ अप्सन ख अर्थात् विक्रम सम्वत 2035 सालमा चाहिँ नेपालमा पर्यटक प्रहरीको व्यवस्था गरियो। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 17। मध्य पहाडी लोकमार्गको लम्बाइ कति रहेको छ? र अप्सनहरू यस प्रकार छन्। अप्सन कमा रहेको छ 1879 किलोमिटर पूर्वमा पाँचथर र त्यसको अप्सन खमा रहेको छ 1776 किलोमिटर र त्यसको अप्सन गमा रहेको छ 1662 किलोमिटर र अप्सन घमा रहेको छ 1027.67 किलोमिटर। र यसको राइट एन्सर तपाईले 3 सेकेन्डभित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नुहोला। र यसको राइट एन्सर रहेको छ अप्सन क अर्थात् 1879 किलोमिटर रहेको छ। मध्य पहाडी लोकमार्गको लम्बाइ चाहिँ 1879 किलोमिटर रहेको छ। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 18। यो प्रश्न 18 को चाहिँ अत्यन्त महत्त्वपूर्ण छ है, सोध्न सक्ने प्रश्न हो। यो चाहिँ धेरै इम्पोर्टेन्ट छ। यसमा भएको प्रश्नहरू सबै सोध्न सक्ने नै छ है, तर यो चाहिँ धेरै नै महत्त्वपूर्ण छ, हेर्नु होला। नेपालको प्रतिनिधि सभाबाट एमसीसी कहिले पारित भयो? र यसको अप्सनहरू यस प्रकार छन्। अप्सन क मा रहेको छ 2078 मङ्सिर 15 गते र अप्सन ख मा रहेको छ 2078 माघ 15 गते र अप्सन ग मा रहेको छ 2078 फागुन 15 गते र अप्सन घ मा रहेको छ 2078 चैत्र 15 गते। र यसको राइट एन्सर तपाईहरुले 3 सेकेन्डभित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नुहोला। र यसको राइट एन्सर रहेको छ अप्सन ग अर्थात् 2078 फागुन 15 गते नेपालको प्रतिनिधि सभाबाट एमसीसी पारित भयो। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 19। गोरखापत्रको प्रकाशन कहिले भएको हो? र अप्सनहरू यस प्रकार छन्। अप्सन क मा रहेको छ विक्रम सम्वत 1958 वैशाख 24 गते र त्यसको अप्सन ख मा रहेको छ विक्रम सम्वत 1955 वैशाख 24 गते र त्यसको अप्सन ग मा रहेको छ विक्रम सम्वत 1956 जेठ 24 गते र त्यसको अप्सन घ मा रहेको छ विक्रम सम्वत 1960 वैशाख 24 गते। गको चाहिँ जेठ हुनुपर्ने जेठ भएछ, यो टाइपिङ मिस्टेक हो, माइन्ड नगर्नु होला। र यसको राइट एन्सर तपाईले 3 सेकेन्डभित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नुहोला। र यसको राइट एन्सर रहेको छ अप्सन क अर्थात् विक्रम सम्वत 1958 वैशाख 24 गते गोरखापत्रको प्रकाशन सुरु भएको हो। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 20। नेपालमा स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात कहिलेबाट भएको हो? र अप्सनहरू यस प्रकार छन्। अप्सन क मा रहेको छ विक्रम सम्वत 2072 चैत्र 25 गते र त्यसको अप्सन ख मा रहेको छ विक्रम सम्वत 2072 फागुन 25 गते र अप्सन ग मा रहेको छ विक्रम सम्वत 2074 असार 24 गते र अप्सन घ मा रहेको छ विक्रम सम्वत 2074 श्रावण 26 गते। र यसको राइट एन्सर तपाईले 3 सेकेन्डभित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नुहोला। र यसको राइट एन्सर रहेको छ अप्सन क अर्थात् विक्रम सम्वत 2072 चैत्र 25 गते चाहिँ नेपालमा स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात भएको हो। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 21। जोन्सन भ्याक्सिन कुन देशसँग सम्बन्धित छ? र अप्सनहरू यस प्रकार छन्। अप्सन क मा रहेको छ जापान र त्यसको अप्सन ख मा रहेको छ बेलायत र त्यसको अप्सन ग मा रहेको छ अमेरिका र त्यसको अप्सन घ मा रहेको छ चीन। जोन्सन भ्याक्सिन कुन देशसँग सम्बन्धित छ? यो चाहिँ फर्स्ट डोज 1 डोज मात्र लाउनु पर्ने थियो, तपाईले नि लाएको होला, सम्झिनु होला है त। र यसको राइट एन्सर रहेको छ अप्सन ग अर्थात् अमेरिका। यो चाहिँ फर्स्ट डोज 1 डोज मात्र लाउनु पर्ने थियो, एकचोटि मात्र चलाइ थियो यो, त्यसपछि सेकेन्ड पटक चाहिँ आएन है त। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 22। नेपालको पहिलो दलित महिला सिडिओ को हुन्? र अप्सनहरू यस प्रकार छन्। अप्सन क मा रहेको छ सबिना परियार र त्यसको अप्सन ख मा रहेको छ गीता नेपाली र त्यसको अप्सन ग मा रहेको छ सीता परियार र अप्सन घ मा रहेको छ तिलस्मी रन पहली। र यसको राइट एन्सर तपाईले 3 सेकेन्डभित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नुहोला। र यसको राइट एन्सर रहेको छ अप्सन ग अर्थात् सीता परियार। नेपालको पहिलो दलित महिला सिडिओ चाहिँ सीता परियार हुन्। यो पनि प्रश्न सोध्न सक्ने छ है। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 23।
मध्य प्रदेश भनी कहिले नामाकरण गरिएको हो र अप्सनहरू यस प्रकार छन्। अप्सन कमा रहेको छ विक्रमसम्म 2078 मङ्सिर 3 गते र त्यसैगरी अप्सन खमा रहेको छ विक्रमसम्म 2078 पौष 3 गते र अप्सन गमा रहेको छ विक्रमसम्म 2078 माघ 3 गते र त्यसैगरी अप्सन घमा रहेको छ विक्रमसम्म 2078 माघ 7 गते र यसको राइट एन्सर तपाईँले 3 सेकेन्डभित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नुहोला र यसको राइट एन्सर रहेको छ अप्सन ग अर्थात् विक्रमसम्म 2078 माघ 3 गते चाहिँ मध्य प्रदेश भनी नामाकरण गरिएको हो प्रदेश 2 लाई चाहिँ है। यो चाहिँ अत्यन्त महत्त्वपूर्ण छ है, एनबिएलमा सोधिरहेको हुन्छ यस्ता प्रश्नहरू। अनि अहिले चाहिँ मध्य प्रदेश नामाकरण गरेपछि अहिले 7वटा प्रदेशमा चाहिँ 6वटा प्रदेशको नामाकरण गरिसकिएको छ। अब प्रदेश 1 को मात्र नामाकरण गर्न बाँकी छ है। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 24 नेपाल कहिले विश्व बैंकको सदस्य राष्ट्र बन्यो? अब अप्सनहरू यस प्रकार छन्। अप्सन कमा रहेको छ सन् 1961 सेप्टेम्बर 6 र त्यसको अप्सन खमा रहेको छ सन् 1963 सेप्टेम्बर 6 र त्यसको अप्सन गमा रहेको छ सन् 2004 अप्रिल 23 र त्यसको अप्सन घमा रहेको छ सन् 1955 अक्टोबर 24 र यसको राइट एन्सर तपाईँले 3 सेकेन्डभित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नुहोला र यसको राइट एन्सर रहेको छ अप्सन क अर्थात् सन् 1961 सेप्टेम्बर 6मा चाहिँ नेपाल विश्व बैंकको सदस्य राष्ट्र बनियो। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 25 नेपालले संयुक्त राष्ट्र सङ्घीय शान्ति सेनामा कहिलेबाट भाग लिन थालेको हो र अप्सनहरू यस प्रकार छन्। अप्सन कमा रहेको छ सन् 1955 र त्यसको अप्सन खमा रहेको छ सन् 1956 र त्यसको अप्सन गमा रहेको छ सन् 1957 र त्यसको अप्सन घमा रहेको छ सन् 1958 र यसको राइट एन्सर तपाईँले 3 सेकेन्डभित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नुहोला र यसको राइट एन्सर रहेको छ अप्सन घ अर्थात् सन् 1958 देखि चाहिँ नेपालले संयुक्त राष्ट्र सङ्घीय शान्ति सेनामा भाग लिन थालेको हो। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 26 नेपालको पहिलो उद्योग कुन हो र कहिले स्थापना भयो र अप्सनहरू यस प्रकार छन्। अप्सन कमा रहेको छ जुद्ध म्याच फ्याक्ट्री 1995 मा र अप्सन खमा रहेको छ विराटनगर जुट मिल 1993 मा र अप्सन गमा रहेको छ उदयपुर सिमेन्ट कारखाना 1997 मा र अप्सन घमा रहेको छ हेटौडा उद्योग 1999 मा र यसको राइट एन्सर तपाईँले 3 सेकेन्डभित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नुहोला र यसको राइट एन्सर रहेको छ अप्सन ख अर्थात् विराटनगर जुट मिल चाहिँ 1993 मा नेपालको पहिलो उद्योग जुट मिल हो। विराटनगर जुट मिल यो चाहिँ 1993 मा स्थापना भयो। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 27 वर्तमान विश्व व्यापार सङ्गठनका महानिर्देशक कुन देशको हुनुहुन्छ र अप्सनहरू यस प्रकार छन्। अप्सन कमा रहेको छ बेल्जियम र त्यसको अप्सन खमा रहेको छ नाइजेरिया र त्यसको अप्सन गमा रहेको छ बेलायत र त्यसको अप्सन घमा रहेको छ अमेरिका र यसको राइट एन्सर तपाईँले 3 सेकेन्डभित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नुहोला र यसको राइट एन्सर रहेको छ अप्सन क अर्थात् बेल्जियमबाट चाहिँ वर्तमान विश्व व्यापार सङ्गठनका महानिर्देशक बेल्जियम देशबाट हुनुहुन्छ। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 28 बिमस्टेकका महासचिवको कार्यकाल कति वर्षको हुन्छ र अप्सनहरू यस प्रकार छन्। अप्सन कमा रहेको छ 3 वर्षको र अप्सन खमा रहेको छ 4 वर्षको र अप्सन गमा रहेको छ 5 वर्षको र अप्सन घमा रहेको छ 6 वर्षमा र यसको राइट एन्सर तपाईँले 3 सेकेन्डभित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नुहोला र यसको राइट एन्सर रहेको छ अप्सन क अर्थात् 3 वर्षको हुन्छ। बिमस्टेकका महासचिवको कार्यकाल चाहिँ 3 वर्षको हुन्छ। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 29 लखन थापालाई प्रथम शहीद कहिले घोषणा गरियो र अप्सनहरू यस प्रकार छन्। अप्सन कमा रहेको छ 2072
6 महिना 3 गते र त्यसको अप्सन खमा रहेको छ 2072 6 महिना 4 गते र त्यसको अप्सन गमा रहेको छ 2072 6 महिना 5 गते र अप्सन घमा रहेको छ 2072 6 महिना 6 गते र यसको राइट एन्सर तपाईले 3 सेकेन्ड भित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नु होला। र यसको राइट एन्सर रहेको छ अप्सन क अर्थात् 2072 6 महिना 3 गते चाहिँ लखन थापालाई प्रथम शहीद घोषणा गरियो। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 30 बुद्ध जयन्ती कहिले पर्दछ र अप्सनहरू यस प्रकार छन्। अप्सन क मा रहेको छ वैशाख शुक्ल तृतीय, अप्सन ख मा रहेको छ वैशाख शुक्ल पूर्णिमा र अप्सन ग मा रहेको छ वैशाख शुक्ल पञ्चमी र अप्सन घ मा रहेको छ वैशाख कृष्ण औँसी र यसको राइट एन्सर तपाईले 3 सेकेन्ड भित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नु होला। र यसको राइट एन्सर रहेको छ अप्सन ख अर्थात् वैशाख शुक्ल पूर्णिमाको दिन चाहिँ बुद्ध जयन्ती पर्दछ। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 31 प्रश्न नम्बर 31 सङ्गीतको उत्पत्ति कुन वेदबाट भएको हो र अप्सनहरू यस प्रकार छन्। अप्सन क मा रहेको छ सामवेद र त्यसको अप्सन ख मा रहेको छ ऋग्वेद र त्यसको अप्सन ग मा रहेको छ अर्थवेद र अप्सन घ मा रहेको छ यजुर्वेद र यसको राइट एन्सर तपाईले 3 सेकेन्ड भित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नु होला। र यसको राइट एन्सर रहेको छ अप्सन क अर्थात् सामवेदबाट चाहिँ सङ्गीतको उत्पत्ति भएको हो। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 32 हिन्दू धर्म र बौद्ध धर्म दुवैको साझा ग्रन्थ कुन हो र अप्सनहरू यस प्रकार छन्। अप्सन क मा रहेको छ वेद र त्यसैको अप्सन ख मा रहेको छ भागवत गीता र त्यसैको अप्सन ग मा रहेको छ कुरान र अप्सन घ मा रहेको छ रामायण र यसको राइट एन्सर तपाईले 3 सेकेन्ड भित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नु होला। अनि साथीहरू तपाईहरू हाम्रो यस च्यानलमा नयाँ हुनुहुन्छ र अहिलेसम्म हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर साइडमा रहेको बेल आइकन क्लिक गरेर अल नोटिफिकेसन अन गर्नु होला ताकि हामीले अपलोड गरेका हरेक भिडियोज र क्लासेसहरूको नोटिफिकेसन भ्याकेन्सी अपडेटहरूको नोटिफिकेसन हजुरकै मोबाइलमा पहिले पाउनुहुनेछ। अनि तपाईले चाहिँ हाम्रो टेलिग्राममा जोइन गरेर टेलिग्राम फेसबुक पेज अनि मेसेन्जर ग्रुपहरूमा जोइन गर्न चाहनुहुन्छ भने चाहिँ लिङ्क डिस्क्रिप्सन बक्समा छ। हाम्रो टेलिग्राममा जोइन गर्नुभयो भने तपाईले अनलिमिटेड नोट्स र पिडिएफहरू पाउन सक्नुहुन्छ फ्रीमा है त, फ्री अफ कस्ट, केही कस्ट पर्दैन तपाईहरूको लागि। त्यसैले चाहिँ हाम्रो टेलिग्राममा जोइन हुन चाहिँ नभुल्नु होला। टेलिग्राममा पनि हाम्रो ग्रुप छ, सबैको लिङ्क चाहिँ यो भिडियोको डिस्क्रिप्सन बक्समा राखिदिएको छु, त्यहाँबाट क्लिक गरेर जोइन गर्न सक्नुहुनेछ। हस् त 32 नम्बरको एन्सर चाहिँ के रहेको छ हेरौँ है त। र 32 नम्बरको एन्सर चाहिँ क रहेको छ, अप्सन क वेद रहेको छ। हिन्दू धर्म र बौद्ध धर्म दुवैको साझा ग्रन्थ चाहिँ वेद हो। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 33 बुद्धले राजगृह त्याग गरेको अवस्थालाई के भनिन्छ र अप्सनहरू यस प्रकार छन्। अप्सन क मा रहेको छ महाविष्णुक्रमण र त्यसै गरी अप्सन ख मा रहेको छ महापरिनिवारण र त्यसै अप्सन ग मा रहेको छ महाकश्यप र त्यसै अप्सन घ मा रहेको छ महाप्रस्थान र यसको राइट एन्सर तपाईले 3 सेकेन्ड भित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नु होला। र यसको राइट एन्सर रहेको छ अप्सन क अर्थात् महाविष्णुक्रमण। बुद्धले राजगृह त्याग गरेको अवस्थालाई चाहिँ महाविष्णुक्रमण भनिन्छ। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 34 भारतीय विख्यात गायिका लता मङ्गेशकरको निधन कहिले भयो र अप्सनहरू यस प्रकार छन्। अप्सन क मा रहेको छ 6 फेब्रुअरी 2022, अप्सन ख मा रहेको छ 31 जनवरी 2022 र अप्सन ग मा रहेको छ 8 फेब्रुअरी 2022 र अप्सन घ मा रहेको छ 21 डिसेम्बर 2022 र यसको राइट एन्सर तपाईले 3 सेकेन्ड भित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नु होला। र यसको राइट एन्सर रहेको छ अप्सन क अर्थात् 6 फेब्रुअरी 2022 मा चाहिँ भारतीय विख्यात गायिका लता
मङ्गेशकरको निधन भएको हो। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 35 नेपाल र बेलिज बीच कहिले दौत्य सम्बन्ध कायम भयो र अप्सनहरू यस प्रकार छन्। अप्सन कमा रहेको छ फेब्रुअरी 11, 2022 र अप्सन खमा रहेको छ मार्च 21, 2022 र अप्सन गमा रहेको छ मार्च 28, 2022 र अप्सन घमा रहेको छ अप्रिल 1, 2022 र यसको राइट एन्सर तपाईँहरूले 3 सेकेन्डभित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नुहोला र यसको राइट एन्सर रहेको छ अप्सन घ अर्थात् अप्रिल 1, 2022 मा चाहिँ नेपाल र बेलिज बीच दौत्य सम्बन्ध कायम भयो। यो नेपाल र बेलिज बीच चाहिँ 176औं दौत्य सम्बन्ध हो जुन चाहिँ अप्रिल 1, 2022 मा भएको थियो। अब चाहिँ 177औं दौत्य सम्बन्ध कायम भएको चाहिँ कुन हो यो चाहिँ तपाईहरुले कमेन्ट गर्नु होला है त। कुन हो, कुन देश हो र कहिले भएको हो यो चाहिँ तपाईले कमेन्ट बक्समा कमेन्ट गर्नु होला। नेपालमा हाल कति भाषा रहेका छन् र अप्सनहरू यस प्रकार छन्। अप्सन क मा रहेको छ 123 भाषा र त्यसैगरी अप्सन ख मा रहेको छ 125 भाषा र त्यसैगरी अप्सन ग मा रहेको छ 128 भाषा र अप्सन घ मा रहेको छ 131 भाषा र यसको राइट एन्सर तपाईहरुले 3 सेकेन्ड भित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नु होला र यसको राइट एन्सर रहेको छ अप्सन घ अर्थात् 131 भाषा चाहिँ नेपालमा हाल रहेका छन्। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 37 नेपालमा योजनाबद्ध विकासको सुरुवात कहिलेबाट भएको हो र अप्सनहरू यस प्रकार छन्। अप्सन क मा रहेको छ विक्रम सम्वत 2013 साल र त्यसैगरी अप्सन ख मा रहेको छ विक्रम सम्वत 2018 साल र त्यसैगरी अप्सन ग मा रहेको छ विक्रम सम्वत 2020 साल र अप्सन घ मा रहेको छ विक्रम सम्वत 2025 सालमा र यसको राइट एन्सर तपाईले 3 सेकेन्ड भित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नु होला र यसको राइट एन्सर रहेको छ अप्सन क अर्थात् विक्रम सम्वत 2013 सालमा चाहिँ नेपालमा योजनाबद्ध विकासको सुरुवात भएको हो। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 38 सन् 2021 को ओस्कर अवार्ड विजेता चलचित्र कुन हो र अप्सनहरू यस प्रकार छन्। अप्सन क मा रहेको छ क्याराभान र त्यसैगरी अप्सन ख मा रहेको छ कोडा र त्यसैगरी अप्सन ग मा रहेको छ इन्टर द ड्र्यागन र त्यसैगरी अप्सन घ मा रहेको छ म्यालिफिसेन्ट र यसको राइट एन्सर तपाईले 3 सेकेन्ड भित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नु होला र यसको राइट एन्सर रहेको छ अप्सन ख अर्थात् कोडा। सन् 2021 को ओस्कर अवार्ड विजेता चलचित्र चाहिँ कोडा हो। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 39 अनि साथीहरु यो पनि महत्त्वपूर्ण छ, एकदमै महत्त्वपूर्ण छ। 38 नम्बरको प्रश्न है। प्रश्न नम्बर 39 विक्रम सम्वत 2078 को जनगणना अनुसार नेपालको जनसङ्ख्या वृद्धि दर कति रहेको छ? साथीहरु यो चाहिँ अत्यन्त महत्त्वपूर्ण छ है। यो सोध्न सक्छ है नेपाल बैंक लिमिटेडमा गोल्ड टेस्टरमा है त। यो चाहिँ रिसेन्ट डाटा हो 2078 सालको चाहिँ जनगणनाबाट चाहिँ सोध्न सक्ने चाहिँ चान्स धेरै रहेको छ है। र विक्रम सम्वत 2078 को जनगणना अनुसार नेपालको जनसङ्ख्या वृद्धि दर कति रहेको छ यो कन्ठै गर्नुपर्छ है तपाईहरुले। र अप्सनहरू यस प्रकार छन्। अप्सन क मा रहेको छ 1.35% र त्यसैगरी अप्सन ख मा रहेको छ 0.93% र त्यसैगरी अप्सन ग मा रहेको छ 1.93% र अप्सन घ मा रहेको छ 0.97% र यसको राइट एन्सर तपाईहरुले 3 सेकेन्ड भित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नु होला र यसको राइट एन्सर रहेको छ अप्सन ख अर्थात् 0.93% चाहिँ विक्रम सम्वत 2078 को जनगणना अनुसार नेपालको जनसङ्ख्या वृद्धि दर 0.93% रहेको छ। यो चाहिँ कन्ठै गर्नु पर्यो तपाईहरुले जसरी भए पनि 0.93% 2078 सालको जनगणना अनुसार नेपालको जनसङ्ख्या वृद्धि दर यति हो 0.93%। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 40
जनकपुरको जानकी मन्दिर कुन शैलीमा निर्माण गरिएको छ र अप्सनहरू यस प्रकार छन्। अप्सन कमा रहेको छ राजपूत शैली र त्यसै गरी अप्सन खमा रहेको छ शिखर शैली र त्यसै गरी अप्सन गमा रहेको छ प्यागोडा शैली र त्यसै गरी अप्सन घमा रहेको छ स्तूपा शैली र यसको राइट एन्सर तपाईँहरूले 3 सेकेन्डभित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नुहोला र यसको राइट एन्सर रहेको छ अप्सन क अर्थात् राजपूत शैलीमा चाहिँ जनकपुरको जानकी मन्दिर राजपूत शैलीमा निर्माण गरिएको छ। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 41 एन एजेन्डा फर पिस संयुक्त राष्ट्र सङ्घका कुन महासचिवसँग सम्बन्धित छ र अप्सनहरू यस प्रकार छन्। अप्सन कमा रहेको छ बान की मुन र अप्सन खमा रहेको छ बुत्रोस घाली र अप्सन गमा रहेको छ एन्टोनियो गुटरेस र अप्सन घमा रहेको छ कोफी अनान र यसको राइट एन्सर तपाईँहरूले 3 सेकेन्डभित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नुहोला र यसको राइट एन्सर रहेको छ अप्सन ख अर्थात् बुत्रोस घाली। एजेन्डा फर पिस संयुक्त राष्ट्र सङ्घका बुत्रोस घाली महासचिवसँग सम्बन्धित रहेको छ। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 42 प्रश्न नम्बर 42 सती प्रथाको अन्त्य कहिले भएको हो र अप्सनहरू यस प्रकार छन्। अप्सन कमा रहेको छ विक्रम सम्वत 1975 असोज 25 गते र त्यसै गरी अप्सन खमा रहेको छ विक्रम सम्वत 1977 असोज 27 गते र त्यसै गरी अप्सन गमा रहेको छ विक्रम सम्वत 1977 असार 25 गते र त्यसै गरी अप्सन घमा रहेको छ विक्रम सम्वत 1980 चैत्र 25 गते र यसको राइट एन्सर तपाईँले 3 सेकेन्डभित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नुहोला र यसको राइट एन्सर रहेको छ अप्सन ग अर्थात् विक्रम सम्वत 1977 असार 25 गते चाहिँ सती प्रथाको अन्त्य भएको हो। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 43 घोडा भेडा प्रथा कुन जिल्लामा प्रचलित छ र अप्सनहरू यस प्रकार छन्। अप्सन कमा रहेको छ डोल्पा र त्यसै गरी अप्सन खमा रहेको छ हुम्ला र त्यसै गरी अप्सन गमा रहेको छ मुगु र त्यसै गरी अप्सन घमा रहेको छ मुस्ताङ र यसको राइट एन्सर तपाईँले 3 सेकेन्डभित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नुहोला र यसको राइट एन्सर रहेको छ अप्सन ग अर्थात् मुगु जिल्लामा चाहिँ घोडा भेडा प्रथा मुगु जिल्लामा प्रचलित रहेको छ। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 44 नेपालले संयुक्त राष्ट्रिय सङ्घीय शान्ति सेनामा कहिलेबाट भाग लिन थालेको हो र अप्सनहरू यस प्रकार छन्। अप्सन कमा रहेको छ सन् 1955 र त्यसै गरी अप्सन खमा रहेको छ सन् 1956 र त्यसै गरी अप्सन गमा रहेको छ सन् 1957 र त्यसै गरी अप्सन घमा रहेको छ सन् 1958 र यसको राइट एन्सर तपाईँहरूले 3 सेकेन्डभित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नुहोला र यसको राइट एन्सर रहेको छ अप्सन घ अर्थात् सन् 1958 देखि चाहिँ नेपालले संयुक्त राष्ट्रिय सङ्घीय शान्ति सेनामा सन् 1958बाट भाग लिन थालेको हो। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 45 अनि यो 15 योजनाबाट पनि एउटा प्रश्न सोधिरहेको हुन्छ नेपाल ब्याङ्क लिमिटेडमा यो राम्रोसँग हेर्नु होला। 15 योजना अनुसार यस योजनाको अन्त्यसम्ममा विद्युत क्षमता कति पुर्याउने लक्ष्य लिएको छ र अप्सनहरू यस प्रकार छन्। अप्सन कमा रहेको छ 5820 मेगावाट र त्यसै अप्सन खमा रहेको छ 5720 मेगावाट र त्यसै अप्सन गमा रहेको छ 5840 मेगावाट र अप्सन घमा रहेको छ 5860 मेगावाट र यसको राइट एन्सर तपाईँले 3 सेकेन्डभित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नुहोला र यसको राइट एन्सर रहेको छ अप्सन क अर्थात् 5820 मेगावाट। 15 योजना अनुसार यस योजनाको अन्त्यसम्ममा विद्युत क्षमता 5820 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 46 सबैभन्दा ठुलो क्षेत्रमा फैलिएको औद्योगिक क्षेत्र कुन हो र अप्सनहरू यस प्रकार छन्। अप्सन कमा रहेको छ हेटौडा औद्योगिक क्षेत्र र त्यसै गरी अप्सन खमा रहेको छ बालाजु औद्योगिक क्षेत्र र त्यसै गरी अप्सन गमा रहेको छ राजविराज औद्योगिक क्षेत्र र त्यसै गरी अप्सन घमा रहेको छ पोखरा औद्योगिक क्षेत्र र यसको राइट एन्सर तपाईँहरूले 3 सेकेन्डभित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नुहोला र यसको राइट एन्सर रहेको छ अप्सन क अर्थात् हेटौडा औद्योगिक क्षेत्र। सबैभन्दा ठुलो औद्योगिक क्षेत्र चाहिँ हेटौडा औद्योगिक क्षेत्र रहेको छ। यसको क्षेत्रफल चाहिँ कति हो तपाईँहरूले कमेन्ट गर्नुहोला
र सबैभन्दा पहिलो औद्योगिक क्षेत्र चाहिँ बालाजु औद्योगिक क्षेत्र हो। त्यो चाहिँ 2016 सालमा स्थापना भएको थियो। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 47। नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्ति कसले गर्दछ र अप्सनहरू यस प्रकार छन्। अप्सन क मा रहेको छ राष्ट्रपति र त्यसैको अप्सन ख मा रहेको छ अर्थमन्त्री र त्यसैको अप्सन ग मा रहेको छ नेपाल सरकार मन्त्री परिषद र त्यसैको अप्सन घ मा रहेको छ प्रधान न्यायाधीश। र यसको राइट एन्सर तपाईँले 3 सेकेन्डभित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नुहोला। र यसको राइट एन्सर रहेको छ अप्सन ग अर्थात् नेपाल सरकार मन्त्री परिषदबाट चाहिँ नेपाल राष्ट्र ब्याङ्कको गभर्नरको नियुक्ति गर्दछ। अब नेक्स्ट क्वेसन, अनि यो 47 नम्बरको प्रश्न चाहिँ अत्यन्त महत्त्वपूर्ण छ। धेरै एक्जामहरूमा यो प्रश्न सोधिरहेको हुन्छ है साथीहरू। प्रश्न नम्बर 48। एसिया महादेशको घाँसे मैदानलाई के भनेर चिनिन्छ र अप्सनहरू यस प्रकार छन्। अप्सन क मा रहेको छ डाउन्स र त्यसको अप्सन ख मा रहेको छ प्रेयरी र त्यसको अप्सन ग मा रहेको छ स्टेप्स र त्यसको अप्सन घ मा रहेको छ पम्पास। र यसको राइट एन्सर तपाईँले 3 सेकेन्डभित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नुहोला। र यसको राइट एन्सर रहेको छ अप्सन ग अर्थात् स्टेप्स भनेर चाहिँ एसिया महादेशको घाँसे मैदानलाई चिनिन्छ। अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 49। 9औं राष्ट्रिय खेलकुदको नारा के रहेको छ र अप्सनहरू यस प्रकार छन्। अप्सन क मा रहेको छ एकताबद्ध देश खेलकुदको सन्देश र अप्सन ख मा रहेको छ एकताको सन्देश खेलकुदमय देश र अप्सन ग मा रहेको छ शारीरिक स्फूर्तिका लागि खेल नगरौँ है झेल र अप्सन घ मा रहेको छ स्वास्थ्य जीवन अविच्छिन्न खेल। र यसको राइट एन्सर तपाईँले 3 सेकेन्डभित्र लाइभ च्याट बक्समा कमेन्ट गर्नुहोला। र यसको राइट एन्सर रहेको छ अप्सन क अर्थात् एकताबद्ध देश खेलकुदको सन्देश। र अब नेक्स्ट क्वेसन प्रश्न नम्बर 50। यो 50 नम्बरको प्रश्न चाहिँ तपाईँहरूको लागि कमेन्ट गरेर कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। नेपाल राष्ट्र बैंकको स्थापनाकालीन अधिकृत पुँजी कति रहेको थियो? नेपाल राष्ट्र बैंकको स्थापनाकालीन अधिकृत पुँजी कति रहेको थियो? यसको एन्सर कमेन्ट गर्नुहोला। अनि तपाईँहरूलाई हाम्रो यो आजको क्लास चाहिँ कस्तो लाग्यो? राम्रो लाग्यो छ भने चाहिँ यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर साइडमा रहेको बेल आइकन क्लिक गरेर अल नोटिफिकेसन अन गर्नुहोला, ताकि हामीले अपलोड गरेका हरेक भिडियोजको नोटिफिकेसन सबैभन्दा पहिला हजुरले प्राप्त गर्नुहुनेछ। यो क्लास चाहिँ सधैँ साँझको 9 बजेदेखि 9:30 बजेको बिचमा हुन्छ। प्रायः चाहिँ 9 बजे हुन्छ है, कहिलेकाहीँ ढिला हुनसक्छ, त्यही हो। अनि हाम्रो टेलिग्राम च्यानलमा जोइन हुनुभएको छैन भने चाहिँ जोइन गर्नुहोला। यो सबैको लिङ्क चाहिँ डिस्क्रिप्सन बक्समा छ, यो भिडियोको डिस्क्रिप्सन बक्समा, त्यहाँबाट क्लिक गरेर जोइन गर्नुहोला। तपाईँहरूले नोट्सहरू आरबिबीको, एनआरबी, एनबिएल, एडिबिएल सबैको नोट्सहरू प्राप्त गर्नुहुनेछ। अनि हाम्रो टेलिग्राम ग्रुपमा जोइन गर्न सक्नुहुन्छ। टेलिग्राम ग्रुपको लिङ्क पनि डिस्क्रिप्सन बक्समा छ। हाम्रो फेसबुक पेजमा जोइन गर्नुहोला, सबैको लिङ्क चाहिँ डिस्क्रिप्सन बक्समा छ। र हाम्रो अर्को सेकेन्ड युट्युब च्यानल चाहिँ सरकारी ब्याङ्क तयारी हो, अनि अर्को चाहिँ नेपाल लोकसेवा जब क्लास हो। त्यसमा जोइन हुनुभएको छैन भने त्यसमा पनि जोइन गर्नुहोला, त्यसमा पनि क्लास भइरहेको हुन्छ। सबैको लिङ्क चाहिँ डिस्क्रिप्सन बक्समा छ, त्यहाँबाट चाहिँ क्लिक गरेर जोइन गर्न सक्नुहुन्छ। हस्त धन्यवाद साथीहरू, हस्त थ्याङ्क्स फर वाचिङ।